22 साल फागुन 21 गते हुन गइरहेको चुनावले लक्ष्य गर्दै विगतका कुरा सम्झौँ होला। भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनमा यी पापी नेताहरूले ताकी एउटा आमाको कोख रिताएको छ। फेरि पनि त्यही पापीलाई भोट दिने हो र? अब भने समय भोट चेन्ज गर्ने बेला छ। नेपाल जोगाउने बेला छ। अब नेपाललाई जोगाउनु पर्छ। फेरि पनि उहाँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू सबै पनि कुवेत, साउदी, कतारमा जानुभएको छ। उहाँ युद्धको कारणले गर्दा घर फर्किने हो या नफर्किने हो ठेगान छैन। यही पापीहरूले गर्दै हो। अब पनि भोट चेन्ज नगर्ने, अब पनि भोट नचेन्ज नगरे कहिले गर्ने? त्यही भएर अब हामीले भोट चेन्ज गर्नुपर्छ, परिवर्तनको बाटो ल्याउनुपर्छ, नेपाललाई जोगाउनु पर्छ। यी पापीहरूको हातमा दियो भने अब नेपाल भनेको बेचिनी हो। त्यही भएर भोट फर चेन्ज, परिवर्तन बाटो चल्नुपर्छ, देशलाई जोगाउनु पर्छ।